So I'll be trying to speak out my thoughts, right? I'm very unhappy by my friend's toxic behavior where that motherfucker tries to take over the conversation and doesn't try to hear out. He tries to be the better one. He tries to criticize and he acts like he's the one true when he's in fact not, and he tries to take advantage. I don't like that fact of the such toxic person, and I think I should leave. That's it. Case closed. His behavior is outstanding rude. What does he mean by के बोरिङ कुरा गरेको मुजी उता गएर गर त्यसै त्यस्तो भन्न कहाँ पाउँछ मुजी त्यो रन्डीको बारेको कुरा चाहिँ इन्ट्रेस्टिङ रे क्या जुन सबसे बोरिङ त्यसकै होला रन्डीको न हामी आफ्नो कुरा गर्छौँ रे अनि त्यसलाई आएर क्रिटिसाइज गर्छ बोरिङ रे क्या रन्डीको छोराले साला कुकुर मुजीले मर्नै खोज्यो हो त्यही भएर त त्यो रन्डीको मान्ने कसै पनि त्यस्तो ठुलो साथी छैन के अरे हाम्रो क्लासमा मुजी खाते कुकुर साला आदित्य वानबी एडभान्टेज टेकर रन्डी बायस्ड खाते कुकुर डगमेटिजम कुकुर साला रन्डीका बच्चा मर्नै गरी भेट्छ एक दिन कुन चाहिँ कोही एउटा जान साला कुकुर एडभान्टेज टेकर खाते रन्डी त्यो रन्डीको मान्छे दुःख अरू कसैले पाउँदैन जिन्दगीमा हेर्दै गएर भन्दा हुन्छ तर त्यसको त्यो मुख चलाएर त्यो अगाडि अगाडि बढ्छ त्यो खाते साला त्यस्तो विषय साला लिचड साला फकिन प्यारासाइट कुकुर त्यो हो क्या त्यो इस्यु हो क्या मेन मुजी त्यो प्यारासाइट पऱ्यो क्या रन्डीको छोरा बाटो नि साइको जस्तो बनाउँछ मुजीहरूले त्यो रन्डीको छोरा जस्तो कोही चुया छैन म्याच चिक्ने कसैले हानोस् न त रन्डीको भने म त बोल्छु हो म त कलर हान्छु हो त्यसको कुरा तर त्यसले त्यतिमा चाहिँ पुग्दैन कुन चाहिँले त्यो रन्डीको बाद जिन्दगी नै खराब पार्दो रहेछ म त भन्छु साँच्चीमा खातेको बच्चा साला होस् क्या होस् त्यसैले मुजी कसै नबचाओस् साला एडभान्टेज टेकर रन्डी I will talk like a mature person from now on. I'm gonna be more mature than I am right now. I'm gonna keep everything professional. That's just it to me. That's just me, I guess. रोमिसाबाट पनि मेरो कस्तो मन दुखेर सुबाट रिस उठ्दा भनेको मेरो मन दुखिरहेको छ के होस् म साँच्चैमा मन पराएको हो र म कस्तो इन्सेक्योर गर्लफ्रेन्डवाला फिलिङ आइरहेको छ कि अनि त्यसै चिलास बोयफ्रेन्ड जस्तै के
Such a role reversal. Okay, I'm more feminine and she's more masculine. Okay, एनिमा एन्ड एनिमस ट्रेड देखिरहेछ क्या यहाँ अर्को टाइपको कलजङको अर्को टाइप देखिरहेछ यहाँ लिटरल म के हो क्या उसले चाहिँ किन गिफ्ट गर्नु पऱ्यो क्या मलाई क्या त्यो 1985 जर्ज अर्वेल किन क्या वाट्स रिजन त्यो भन्दै भन्दैन त्यो केटीले किसे गर्नु पऱ्यो हौ उसले खै मलाई थाहा छैन म के गरेँ म कसैसँग बोल्नु मन छैन द्याट्स आइ एम नट रेस्पोन्डिङ टु एनी वान सो मच्योर पर्सन भएर कसरी म बोल्छु होला I am just gonna greet everyone, talk about what how is your life going, etc. etc. Don't try to laugh or like joke about others, right? It's just like that. Hmm. रोमिसा रोमिसा भने सरी नट रोमिसा रोमिसा म किन नरा पनि रन्डीको छोरी त हो नि कुकुर नि सुसाइडल रन्डी त्यो पनि पाखण्डी केटी त हो ड्रेसअपको सेन्स छैन राम्री हुन खोजेछ गु पर्या मुखसाले रन्डीको रोमिसा नेवार मलाई क्या हाँस उठ्छ I can do better. Okay, I can do better. Okay, I can do better in the sense I am not gonna touch social media more. I'm not gonna let my mind wander off more. I'm gonna set time for doing everything. I think that's the way to do more. And I'm gonna have a certain belief and go forward with it. Or maybe I can also like record my videos and upload into YouTube, and I feel good about it. And I won't be manipulated easily also.
मच्योर वेमा बोले पनि होला टिज त गर्नुपर्छ है अर्को मान्छेलाई चाहिँ। त्यो चाहिँ हो। मैले एउटा कुरा चाहिँ ट्रुली रेकगनाइज गरेको छु होइन, इभन इफ यु आर ड्रङ्क अर नट ड्रङ्क होइन, मान्छेले आफ्नो कुरा चाहिँ याद हुन्छ होइन, इन अ सेन्स होइन। मेबी बियोन्ड द्याट गयो भने चाहिँ अभियसली हुँदैन होला, त्यसपछि वेले एक्ट गर्नु खोज्छ, तर आफ्नो बिलिफ आफ्नो थट्सहरू चाहिँ होइन आफ्नो बिलिफ अनुसार त्यसै बढ्ने हो क्या। लाइक मैले जसरी केटीहरूलाई त्यस्तो गरेन नि होइन, त्यो मैले गर्नु नहुने भने पहिलेदेखि मेरो बिलिफ छ क्या। लाइक इनअप्रोप्रिएट टचिङ इन जेनरल ओके, हो म त्यो गर्दिनँ, म जस्ट रेस्पेक्टफुली बोल्छु, त्यही हो मेरो पारा, अनि सिकाउँछु पनि, हो त्यही हो, म त्यसरी नै अगाडि बढ्छु। तर होइन मैले कुनै अब कसै मलाई हिन्ट दिएको छ, इन्ट्रेस्ट दिएको छ, म आएको छ म त्यसो छोड्नेवाला छुइनँ, म त्यस्तो भइदिन्छु। भोलि 50मा 50 ल्याउन सकिन्छ होला त, म डेलिउजनली भन्छु यस म ल्याउँछु, म 50मा 50 जसरी भए पनि ल्याउँछु, त्यो हो मेरो कुरा। म्याचिङ भोलिको क्वेसनमा होइन, सबसे ल्याङलाग्दो कुरा भने मल्टिपल रिग्रेसन हुन्छ, यो कन्फर्म ढुक्क भएर भन्छु, अनि त्यसपछि रिग्रेसन हुन्छ, त्यो बाहेक त अरू सब हाइपोथेसिस चाहिँ झ्याउ लाग्दो चाहिँ हुन्छ, गाह्रो चाहिँ हुँदैन, म त्यति भन्छु। Hypothesis testing is gonna be one of the boring thing. That's it. Nothing much. मलाई चाहिँ सेक्स गर्न कस्तो मन लागेको यार, आफ्नो भर्जिनिटी फुटाउनु मन छ भन्दा पनि मलाई सेक्स गर्नु मन छ भनौँ न, एक्ज्याक्टली भर्जिनिटी कुरा पनि मलाई सेक्समा चाहिँ गर्नु मन लागेको छ, त्यही हो। I want to fuck a girl a lot.
रन्डीको छोराले चाहिँ के भन्नु खोज्यो क्या तिमीलाई चाहिँ कस्तो नराम्रो मान्छे छ भनेर नाइ भन्छ नि नाइ भनेमा नराम्रो हुन्छ रान्डीको छोरा पागल होस् त खातीको बान त्यो नाइ र राम्रो भने थाहा छ नि कस्तो छ भने माया चिक्ने तर रन्डीको मानको कुरा मान्ने मात्रै त के राम्रो रे अरू सब नराम्रो रे माया चिक्ने रन्डीको छोरा भाइ मिल्नु पर्यो कुकुरलाई साला चाक चिका रन्डीको भाजुसँग मुजी कुकुर रिस उठाउने रन्डी रोमिसाले किन सोध्यो होला को क्लबमा हजुरले मजा आयो कि आएन भनेर सच अ वियर्ड थिङ क्या Why did she ask like that? I don't know. Maybe she saw me being alone, bored, and everything, I guess. Math Hassan, I don't understand. She just asked. That's what I know. मैले खानुपर्ने हो राम्ररी एक्सर्साइज गर्नुपर्ने अझै राम्ररी वेल फर नाउ आई विल गो